नेपाली राजनीतिमा एउटा उखान छ नि, लाज पचेपछि कसैको केही लाग्दैन। फागुन 21 को निर्वाचनले जसलाई ठेगान लगायो, जसलाई जनताले बढारेर कुनामा नै फालिदिए, तिनै पुराना भनिएकाहरूको चर्ती कला हेर्नुहोस् त। देशमा बालेन शाहको 2/3 को सरकार छ, तर हिजोका महाराजाहरूलाई अझै लागेको छ यो देश उनीहरूकै वीरता हो। गुन्डुको त्यो घर जहाँ झापामा 50,000 मतले पछारिएका एमाले अध्यक्ष केपी ओली बस्छन्, उनलाई भेट्न को पुग्दैछन्? कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा, जो आफ्नै पार्टीभित्र विद्रोह गरेर सभापति बनेका गगन थापाको दूत बनेर गएका हुन्। तिनै गगन थापा जसलाई रासोपाको लहरले संसद छिर्न समेत दिएन। अचम्म त के छ भने केन्द्रमा रासोपाले क्लिन स्वीप गरेर यिनको सातो खाएको छ, तर यिनलाई अझै प्रदेशमा भागबण्डाकै चिन्ता छ। प्रचण्ड, जो अहिले संसदमा आफ्नो सानो अस्तित्व बचाउन सङ्घर्ष गर्दैछन्, उनी अहिले कम्युनिस्ट एकताको रुवावासी पनि गरिरहेका छन्। भारतमा कम्युनिस्ट सकिएको डर देखाएर फेरि ओलीको काखमा छिर्न खोज्दैछन्। किनकि यिनलाई सत्ताको चास्नी बिना निद्रा लाग्दैन। बाहिर जनताले जेनजी आन्दोलन मार्फत पुराना दलको सिन्डिकेट तोडेर सुशीला कार्कीको अन्तरिम सरकार हुँदै बालेनलाई प्रधानमन्त्री बनाए, तर यिनीहरू भित्रभित्रै फेरि अपवित्र खिचडी पकाउँदैछन्। यी तीनै दल कांग्रेस, एमाले र नेकपा अहिले केन्द्रमा प्रतिपक्ष जस्तो देखिए पनि भित्रभित्र एउटा सिन्डिकेट हुन्। सुदूरपश्चिमको राजधानी धनगढी बनाउने बहाना होस् वा कोशी र कर्णाली प्रदेशको मुख्यमन्त्री साट्ने दाउ, यिनीहरूको नियत सफा छैन। गगन थापा धनगढी पुगेर भन्छन् एमालेसँगको सहकार्य टुट्दैन। जुन एमालेलाई जनताले केन्द्रबाट पत्ता साफ गरिदिए, त्यही एमालेसँग कांग्रेसको यो आसक्ति किनकि यिनीहरूलाई नयाँ पुस्ताको काम गर्ने शैलीसँग डर लागेको छ। सम्झनुहोस् त, गत भदौ 23 र 24 को त्यो जनविद्रोह, जसले यिनीहरूको वर्षौंदेखिको लुटतन्त्रको किल्ला ढालिदिएको थियो। तर अलिकति पनि आत्मग्लानी नभएका यी नेताहरू फेरि प्रदेशमा मिलेर लुटको स्वर्ग बनाउन खोज्दैछन्। बालेनले झापामा ओलीलाई धुलो चटाए, रासोपाले देशैभर गगन र प्रचण्डका हस्तीहरूलाई घर पठाए, तर यिनीहरूको प्रवृत्ति अझै सुध्रिएन। बाहिर सिद्धान्तका कुरा गर्ने, भित्र भने गुन्डुमा बसेर सत्ताको भागबण्डा गर्ने। यो दृश्य कस्तो छ भने मैदानबाट रेड कार्ड खाएर आउट भइसकेका खेलाडीहरू फेरि रेफ्रीसँग सेटिङ मिलाएर खेल मैदानमा छिर्न खोज्दैछन्। बालेन सरकारले भ्रष्टाचारको फाइल खोलेर काम गरिरहँदा यी तीनै दलको यो प्रदेशीय हनीमुनले के संकेत गर्छ? के यिनीहरू फेरि जनताको मतलाई अपमान गर्न र बालेनलाई असफल बनाउन घेराबन्दी त गर्दै छैनन्? जेनजीले एकपटक यी पुरानाहरूलाई बढारेकै हुन्। अब यिनको यो अन्तिम तमासालाई पनि नेपाली जनताले नजिकबाट निहालिरहेका छन्। अबको राजनीति गुन्डु र खुबलटारको अँध्यारो कोठामा होइन, जनताको बीचमा खुल्ला आकाशमुनि हुनेछ। तपाईलाई के लाग्छ? कमेन्ट गर्न नबिर्सिनुहोला।